हामी चाहिँ आज यस्तो बाटो हिँड्दैछौँ घुम्दै घुम्दै डुल्दै जङ्गल जङ्गल हिँड्छौँ। अब के पाइन्छ। छोरो प्लास्टिक बोकेर हिँडे हो, बाउ चाहिँ पछाडि ढुङ्गा र अगाडि लौरो बोकेर, अनि म चाहिँ मोबाइल बोकेर हिँडिरहेको। खोज्दै जाऊँ के पाइन्छ। अनि जङ्गलमा भएका बाँदरलाई चाहिँ यिनीहरूका बाउ छोराले बाँकी राखेको छैनन्, लहटेरै छाडेछन्, लहटेरै। यस्तो छ है साथीहरू, हिँड्दाखेरि चाहिँ स्याहाँ स्याहाँ पर्यो। म जस्तो हिँड्न नसक्ने को हुनुहुन्छ है। हेर त धपाका बाँदर त देख्नै हुन्न नि यिनीहरूका बाउ छोरालाई त। त्यो लौरो के को लागि हो? बाँदरलाई पिट्न? बेटो तिमी हिँड्न सके हौ, म हिँड्न सके छैन। यस्तो भिड जस्तो